आज चाहिँ हामी खानेछौँ कडकनाथ। आज कडकनाथ हाम्रो 8 वर्षपछिको यो सेकेन्ड पिढीको हो। यसलाई चाहिँ आज हामी ब्ल्याक चिकनको रेसिपी बनाउँछौँ है त। यही नै यसको प्योर बाउ चाहिँ है। अब यसलाई बनाएर अब काटेको चाहिँ हाल्न मिल्दैन। सबै बनाइसकेपछि च्याट्ट अब यसलाई भुत्लाएर ट्याक्क देखाउनेवाला छौँ सब बनाएर है। यो चाहिँ हामीले तयार पारिसकेको छौँ काटेर है। यसको सबै चाहिँ राम्रोसँग सफा गरेछौँ। तर यहाँनिर छडी देख्न सक्नुहुन्छ। यहाँनिरको चाहिँ यो निकाल्नुपर्छ। यो देख्न सक्नुहुन्छ एउटा, अर्को पनि छडी होला, यताको पनि छडी, दुईवटा। यो छडी निकालेर हेर्न सक्नुहुन्छ यसको छडीहरू। अब यसलाई हामी दुईतर्फको लेग पिस साइडमा मजाले साइडदेखि काट्नेछौँ। यो एकदम हार्ड एन्ड टाइट छ। यो काट्नमा हार्ड फिल भइरहेको छ, एकदम कडक हुन्छ। त्यसैले यसको नाम कडकनाथ हो। इङ्ग्लिसमा ब्ल्याक चिकन र यो सायद फिलिपिन्सदेखि स्टार्ट भएको हो। यो आयाम सेमानी भनेर भन्ने गर्दछ। यो फिलिपिन साइडहरूमा चाहिँ एकदम प्योर पाइने गर्दछ। यो चाहिँ हाम्रो अलिकति नेपालमा भित्राइसक्दा अलिकति प्योर क्वालिटीमा चाहिँ हुन्न। 70-80% सम्मको मात्रै होला सायद यो है। अब यसको लेग पिस साइडलाई छुट्याउनेछौँ। हेर्न सक्नुहुन्छ लेग पिस गजब रेड मिट छ। हेर्नुहोस् ब्ल्याक चिकनको यही चाहिँ विशेषता हो साथीहरू है। त्यसपछि विङ्सलाई पनि निकालिदिन्छु म। यो चाहिँ विङ्स हेर्न सक्नुहुन्छ है, गजब विङ्स छ। अब त्यसपछि यसको भित्रको चाहिँ अत्रिनी निकाल्छु म यहाँदेखि ट्याक्क यो साइडबाट हानेर है। अब यो पछाडिको पेट साइडदेखि चाहिँ हामी काट्नेछौँ ताकि आन्द्रा भुँडी निकाल्न सजिलो होस्। यो एकदम टाइट हुन्छ। 18 महिना, मासु पनि टाइट, 2 वर्ष यसको बोन्सहरू हड्डीहरू पनि त्यो काट्दाखेरि म यो गरासीले चेक गर्दा त्यो हड्डीमा हान्दाखेरि पनि एकदम कि त्यो मानवमा ढुङ्गाहरूमा हाने जस्तो अलिकति टाइट हुँदो रहेछ। यसको बोन्स पनि मासु पनि एकदम मैले पहिला पनि खाएको घरमै है, धेरै टाइट फिल भनेको कि एकदम नाम नै कडकनाथ छ। मासु त्यस्तै कडक है, गजब साह्रो रहेछ है साथीहरू। यसको माल मटेरियल ओहो बहुत हार्ड छ हो। यो सामान्य चल्लाहरू भन्दा चाहिँ यो एकदम हार्ड हुँदो रहेछ है। यसको मुटु यो चाहिँ हातद्वारा पिसिएको चाहिँ जिरा धनियाँ सबैको मसला यसमा मिक्स गरिएको छ। लसुनहरू सबै राखिएर टिमुरहरू है, एकदम अर्ग्यानिक तरिकाले हामी तपाईँलाई देखाउँछौँ ब्ल्याक चिकनको आज रेसिपी जो वर्ल्डको सबैभन्दा महँगो चल्लामा गरिन्छ। त्यसपछि यो रहेको छ हाम्रो टमाटर, यो प्याज र अघि यो सिलौटोमा बनाएको मसला है, सबै तयार भइसकेको छ। यो चाहिँ रहेको छ पाङ्ग्रा, यो कलेजो र यो मुटु रहेको छ। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ कडकनाथको विशेषता। यसमा यहाँ दुईवटा देख्न सक्नुहुन्छ है। बहुत साह्रो छ हो। कडकनाथ भनेको त्यसै चाहिँ होइन रहेछ है। दुईवटा झिकिसकेको छु र म एउटा चाहिँ काचै खाइहाल्नु पर्ला। देखाउनु एउटा म खाइहाल्छु है। यो बोइजहरूलाई चाहिँ रिकमेन्ड गर्छु म खानालाई है, दामी चाहिँ। हामी रक्तीको लागि चाहिँ बनाउँदैछौँ। यसमा यहाँ यो जुरो निकालेको छौँ हामीले है, भालेको ट्याक्क। यो चाहिँ पाङ्ग्राहरू छ, यो पुरै पाङ्ग्राहरू हो। त्यसपछि यो चाहिँ कलेजोहरू छ, अनि त्यसपछि यहाँ मसँग मुटु पनि छ। यसको चाहिँ हामी टक्क रक्ती बनाउँछौँ यो ब्लडमा। अब यो ब्लड देखाउन मिल्छ कि मिल्दैन है, यसमा यो चाहिँ बनाउनेवाला छौँ अहिले। यो पनि सबै देखाउँछौँ हामी। रक्तीहरू पनि बनाएर भुटुवा खानेछौँ यसको। त्यसपछि हामी पकाएर मजाले रेसिपी पनि सबै देखाउनेछौँ है त। अब यो पनि मुटु पनि म चट्ट काटिहाल्छु पहिला। मुटुहरू चट्ट 2 पिस मात्रै बनाउँछु यो मुटुलाई ट्याक्क। त्यसपछि यसलाई चाहिँ कटिङ चट्ट हुनेछ हाम्रो है। सानो बनाएर चट्ट रेसादार बनाएपछि एकदम राम्रो हुन्छ। यसको ब्लडबाट एकदम पावर मिल्छ भन्ने लागेर चाहिँ हामी यो रक्तीमा चाहिँ बनाउँछौँ भुटुवा चट्ट बबाल तरिकाले है। यो पनि हजुरलाई हामीहरू चाहिँ देखाउनेछौँ बनाएर कस्तो हुनेछ, कति मिठास आउने सबै हामीले हजुरलाई देखाउनेछौँ है। बबाल भइसकेको छ। यहाँ पनि देख्न सक्नुहुन्छ यहाँ यसकोबाट बन्छ ब्लड पुरा मिक्स गरेर यसमा मोलेर है। अनि यो चाहिँ पछि हामी खानामा चाहिँ देखाउनेछौँ। यो सबै बन्ने छ है। ल अब यसलाई चाहिँ हामी मिक्स गर्छौँ। चट्ट मिक्स गर्छु म यसमा। मिक्स गरिसकेपछि यो चाहिँ नराखौँ होला। यसलाई चाहिँ ब्लडमा यस्तो मजाले मिक्स गरेर
यस्तो मजाको बन्छ अहिले हेर्नुहुन्छ है एकदम टेक्स्चर ब्लडमा मिक्स पुरा हर एक पिसमा चाहिँ मजाले यसको चाहिँ हामी भुटुवा निकाल्छौँ मजाको ल यो चाहिँ थोरै चक्नाको लागि हामी खानुभन्दा अगाडि चाहिँ थोरै चाख्नको लागि चाहिँ एकदम प्रयोग गर्नेछौँ यसलाई एकदम राम्रो टेक्स्चरमा आइसकेको छ पुरा है ल यो चाहिँ भइसक्यो अब यसलाई मजाले बनाएर अब बन्छ यो हाम्रो किचनतर्फ जान्छ हाम्रो मिसेसले बनाउनु चाहिँ यसलाई लिएर जानुहुन्छ है त ल अब यो पाकेर पनि रेडी भइसक्यो हाम्रो भुटुवा चाहिँ अब यसलाई हामी भाग बाँडेर खानेछौँ मेरो भाग पनि आइसकेको छ अब म चाहिँ सुरु गरेँ है खानालाई मिठो दामी बबाल छ थोरै भाग परे पनि सबै घर परिवारले मिलजुली खाँदा मजा आउँछ गर्मी भएर पसिना आइसक्यो त साथीहरू हाम्रो मिसेसको भाग यति रहेछ म खाँदैछु टाइलङलाई पनि हो दामी ल टाइलङ अब यसपछि हामी चाहिँ पुरा ब्ल्याक चिकन पकाउने तयारीमा छौँ अब त्यो पनि हजुरलाई एकैछिनमा देखाउनेछौँ है त कडाईमा चाहिँ तेल र प्याज गइसकेको छ यसलाई फ्राई हुनेछ पहिला मजाले त्यसपछि यहाँ चाहिँ थोरै बेसार गइसकेको छ अब हामीले चाहिँ सिलौटोदेखि पिसेको चाहिँ मसला जाँदैछ मसलाको क्वान्टिटी चाहिँ एकदम सही मात्रामा धेरै राखेको छौँ अब चाहिँ हाम्रो टमाटर जाँदैछ एकदम लाल लाल गुलाबी टमाटर आहा ओए होय 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 गर्छ नि इन्डियाको साइडतिर भ्लगरहरू फुड भ्लगरहरू ओए होय 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 गर्छन् त्यस्तै देखिरहेको छ आज चाहिँ है क्या राम्रो टेक्स्चर आउँदैछ अब मासु पुट गर्दैछौँ हामी आहा ओए होय 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 ल हेर्नुहोस् लाजवाब करारा करारा रेड लाल मिट चाहिँ गइसकेको छ यहाँ ब्ल्याक चिकन हो नि साथीहरू है ब्ल्याक चिकन हो तर हल्का मिक्स क्रसमा हो यसको चाहिँ माउ चाहिँ लोकल भएको कारणले थोरै मिक्स कलरमा चाहिँ छ यो मिक्स भएको कारणले 70% मात्रै ठिक होला यो यसको प्योर बुवा जो 8 वर्षको भइसकेको छ त्यो चाहिँ प्योर अलि छ अब चाहिँ हामी नुन एड गर्दैछौँ आफूलाई कति चाहिन्छ कस्तो खानुहुन्छ त्यो अनुसारले स्वाद अनुसारको चाहिँ पुट गर्दैछौँ ल हामी एकछिन चलाइसकेको छौँ अब टाइम आइसकेको छ यसलाई कभर गरेर चाहिँ केही समयपछि यसलाई मजाले पाक्न दिएपछि अनि पछि हामी पानी एड गरेर यसको लागि मजाले बनाउनेछौँ मिल्नेछौँ केही समय 10-15-20 मिनटपछि यहाँ चाहिँ हामी अनलक गरिसकेको छौँ हामी पुरा करी टाइपमा ब्ल्याक चिकनको करी है ओहो हो ल हेर्नु है त आहा करी मजाको भइसकेको छ आहा ओए होय 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 खाना चाहिँ तयार रेडी भइसकेको छ अब म चट्ट सबै चाहिँ हालेर देखाउँछु हजुरलाई अब हामी खाना प्रस्थानतिर लाग्नेछौँ ओहो हो टन्नै सुप आएको छ मलाई चाहिँ सुप भएको लास्ट मनपर्छ एकदम फेवाताल जस्तो टन्न करी सुप भएपछि मजा लाग्छ मलाई अब म खान लाग्छु मिठो छ अघि पनि ट्राई गरेको हामीले सुकुटी पनि खायौँ सरी यसको भुटुवा पनि खाइयो रक्तीबाट बनेको यो पनि खाँदैछौँ मिल्नेछौँ यस्तै नयाँ नयाँ राम्रो च्यालेन्जिङ अथवा रेसिपी भिडियोहरूमा तबसम्म हाम्रो च्यानलमा बनिराख्नु होला र सब्सक्राइब गरिदिनु होला जो पनि नयाँ हुनुहुन्छ मिल्नेछौँ नयाँ नेक्स्ट भिडियोमा तबसम्मको लागि बाई बाई ह्याभ अ गुड डे नमस्ते